हेलो एभ्रिवान, वेलकम टु रेड नेक्टर एग्रो। र यहाँनिर चाहिँ हाम्रो चाहिँ अहिले चाहिँ फार्ममा के काम भइरहेछ भनेर चाहिँ म तपाईँहरूलाई देखाउँदैछु। हामीले चाहिँ अराउन्ड 500 पिलर चाहिँ गाडिसकेको छौँ र यसको चाहिँ हाइट 7 फिट जति चाहिँ यसको हाइट छ भने 2 फिट चाहिँ जमिनको मुनिपट्टि गाडेको छौँ र त्यो 2 फिटलाई फेरि चाहिँ 1 फिट चाहिँ खनेर त्यहाँ चाहिँ हाम्रो चाहिँ फार्म यार्ड म्यानर मल र माटोलाई चाहिँ मिक्स गरेर चाहिँ अनि त्यसपछि हामीले मल्चिङ प्लास्टिकले चाहिँ यसलाई छोपेको छौँ हैन। अब यो मल्चिङ चाहिँ किन जेनरली चाहिँ मल्चिङ किन गर्नुपर्छ त भन्दाखेरि मल्चिङको चाहिँ मेजर भनेको दुईवटा चाहिँ हामीलाई फाइदा हुन्छ। एउटा भनेको यसले चाहिँ वाटर लसलाई चाहिँ एकदमै कम गर्छ र अर्को भनेको यसको वरिपरि चाहिँ हाम्रो चाहिँ झार आउने समस्या हुँदैन, जसले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ फ्रुटलाई चाहिँ फलाउनको लागि चाहिँ एकदमै सजिलो हुन्छ। त्यसको लागि पनि चाहिँ मल्चिङ गरियो हो। त्यसपछि चाहिँ हामीले चाहिँ के गर्छौँ त भन्दाखेरि यसको यो पिलर जुन पिलर देखिरहनु भएको छ यो पिलरको 4वटा साइडमा चाहिँ हामीले चाहिँ 4वटा बिरुवा लगाउँछौँ र यो 4वटा बिरुवा चाहिँ पछि क्लाइम्बिङ भएर यहाँ माथि आइपुग्छ। त्यसपछि चाहिँ यहाँबाट चाहिँ अब हामीले टायरले हुन्छ कि होइन अथवा चाहिँ ट्रेलिङ सिस्टम हुन्छ, कसरी हुन्छ यसलाई चाहिँ हामी पछि म्यानेज गर्छौँ। र त्यसपछि चाहिँ अब अलिकति चाहिँ हाम्रो चाहिँ मल र माटो मिक्स गर्ने काम हुँदैछ। अराउन्ड 1-2 दिनमा चाहिँ हाम्रो यो काम सकिन्छ होला र त्यसपछि चाहिँ हामी चाहिँ बिरुवा रोप्न सुरु गर्छौँ र यसरी चाहिँ हाम्रो चाहिँ इन्टिग्रेटेड फार्मिङको फर्स्ट फेजको काम चाहिँ सकिन्छ र त्यसपछि चाहिँ हामी नेक्स्ट स्टेपमा चाहिँ अर्को चाहिँ नयाँ फ्रुट अथवा नयाँ कुनै प्लान्ट चाहिँ लगाउने सोच गरिरहेछौँ हैन। त्यसैले गर्दा अहिलेसम्म पनि तपाईँले चाहिँ हाम्रो चाहिँ रेड नेक्टर एग्रोको फेसबुक पेज र टिकटक अकाउन्टलाई चाहिँ फलो गर्नु भएको छैन भने कृपया फलो गर्न नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ।